कुनै विदेशी दलालले चुनेको नेतृत्वलाई तपाईँ हामीले स्वीकार्नु हुँदैन। तपाईँ हामी नेपाली हो र तपाईँ हामी नेपाली आम जनताले हाम्रो नेतृत्व चुन्न पाउनुपर्छ। तपाईँ हामी आम जनताले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुनेर त्यस पछाडि तपाईँ हामीले चुनेको, तपाईँ हामीले भनेको नेतृत्व हाम्रो देशले यदि पाउने हो भने तब मात्र हाम्रो देशको यी तमाम समस्याहरूको समाधान हुन्छ। हाम्रो देशको नेतृत्व चुन्दाखेरि हाम्रा देश दुई छिमेकी र एउटा परको छिमेकी, तीनटा छिमेकीले हाम्रो देशको नेतृत्व चुन्दछ। तपाईहरुलाई थाहा छ कि छैन? अब हाम्रो देशको नेतृत्व चुन्दाखेरि स्वयं नेपाली जनताले चुन्न पाउनुपर्छ। यो हाम्रो अधिकार हो। हाम्रो देश नेपालको नेतृत्व कस्तो हुनुपर्छ भन्ने कुरा हामी स्वयं नेपाली जनताले चुन्न पाउनुपर्छ। यो तपाईहरुले पनि आवाज उठाउनुपर्छ। अबको नेतृत्व चुन्दाखेरि विदेशी दलालहरू, विदेशीहरूले चुनेको नेतृत्व हामीलाई स्वीकार हुने छैन। हाम्रो देशको शासक, हाम्रो देशको नेतृत्व तपाईँ हामीले चुन्न पाउनुपर्छ। यो आवाज सबैजनाले उठाउनुहोस्, ठाउँ ठाउँबाट उठाउनुहोस्, गाउँ गाउँबाट उठाउनुहोस्। यो कुरालाई बुझेर तपाईँ हामीले अघि बढ्नुपर्छ।